साथीहरु हेर्दा हेर्दै भल बगिसकेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ धडाधड भल बगिरहेको छ। अब एकैछिनपछि जाम हुन सक्छ, सम्भावना अति धेरै नै छ। तपाईहरु हेर्न सक्नुहुनेछ, सम्भावना धेरै छ। यहाँ भल बगिरहेको छ। भर्खरै पोस्ट गरेको भिडियोमा चाहिँ अलिअलि भल बगिरहेको थियो, अलिअलि फ्यार परिरहेको थियो। अहिले चाहिँ मस्त भल बगिरहेको छ। केही छिनमा त्यहाँ अहिले जाम हुने सम्भावना चाहिँ अलि धेरै नै देखिरहेको छु म अहिले। म चाहिँ हर्का रुजी भए पनि अछु जाडो भइ पनि यहाँ भिडियो बनाइरहेको छु तपाईहरुको लागि। हेर्न सक्नुहुन्छ पानी जाम हुने जग्गा चाहिँ त्यही हो। लास्ट टाइम पनि त्यहाँ पानी जाममा भइरहेको थियो, यत्तिकै ठुलो पानी आएको थियो। योभन्दा नि अझै ठुलो आएको थियो, 10 मिनट आएको थियो। त्यति बेला चाहिँ पानी लास्टै जाममा भइरहेको थियो। हेर्न सक्नुहुन्छ बिल्डिङको माथिबाट यस्तो भल आइरहेको छ भने अब त्यहाँ केही छिनमा तपाईँले देख्न सक्नुहुन्छ अब पानी जाममा भइरहेको। ल है साथीहरु हेर्नु, पानी तर्कियो, पानी तर्कियो, छाता खै छाता छैन, केले हो ओर्ने भाइ, पानी पर्यो असिना झर्यो, दाइको रुमाल भाउजूलाई मन पर्यो, डेङ्गडे ल हेर्दा हेर्नु पानी भरिसकेको छ। तपाईहरु हेर्न सक्नुहुनेछ पानी अब भरियो ल। दुबईमा आजको न्युज पानी अब हेर्दा तपाईको आँखा अगाडि कति हुनेछ तपाईहरु हेर्न सक्नुहुन्छ। फ्यार पानी परिरहेको थियो भने अहिले झारारा झरी परिरहेको छ, साउने झरी। बिचरा भाइ उहाँ डेलिभरी छोड्न जाने भाइ पानी पर्यो भनेर उहाँ चिन्तित हुनुहुन्छ उहाँ साइकलमा। अब साइकलमा यस्तो हिँड्न सकिँदैन। तपाईँ हेर्दा हेर्नुहुन्छ अब यहाँ गाडी जान नसक्ने सम्भावना हुन्छ। ल है साथीहरु हेर्नुहोस्, तपाईहरूले हेर्दा हेर्दै पानी पर्यो ल, हेर्दा हेर्दै पानीको भल बग्यो, टेङ्गडे हेर्दा हेर्दै पानीको भल बग्यो, टिङ्गडे यहाँ अब गाडी गइरहेको छ। लगभग अब आधा टायर डुबाइसकेको हुन्छ, तपाईहरु हेर्न सक्नुहुनेछ। अब यो गाडी कता हिँडेछ, रङबाट हिँडिरहेको छ है। रङ साइड नहिन् साले खलास। हेर्नुहोस् तपाईहरु हेर्न सक्नुहुनेछ। पानी त बिसाए जस्तो लाग्यो है। यति छिटो बिसाउने न, आधा घन्टा आउनुपर्छ यति भने। आधा घन्टा आयो भने ट्याक्क बम पनि माथि चाहिँ सुज हुनेछ है। त्यही भन्दै मेरा 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। भिडियो पनि 2 मिनटको भयो, सबैजनाले हेरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। यहाँभन्दा अलि ठुलो पानी जाम भयो भने म फेरि पनि रेकर्ड गरेर राख्नेछु। यति भन्दै मेरा 2-4 शब्द यहीँ टुङ्गाउँछु। हस्त धन्यवाद। लास्टरी हेर्नु यो गाडी कसरी माथि गुडिरहेको हुन्छ, यसको टायर कति भिजाइरहेको छ तपाईहरु हेर्न सक्नुहुन्छ। हेर्दा 5 मिनट पनि भएको छैन, यहाँ पानी यति जाम भइरहेको छ भने केही समयपछि अलि पानी जाम भयो भने म फेरि पनि रेकर्ड गर्नेछु तपाईहरुको लागि। हस्त धन्यवाद।